पार्टी एकताका लागि हर्क साम्पाङको ठूलो पासा, कुलमान घिसिङलाई दिए श्रम संस्कृति पार्टीमा समाहित हुन निम्तो। सुदन किराँतीलाई मिलेपछि अब कुलमान घिसिङमाथि आँखा। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई उर्फ हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि औपचारिक निमन्त्रणा गरेका छन्। गत प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीलाई 7 सिटसहित संसदमा बलियो शक्तिका रूपमा उभ्याउन सफल भएका साम्पाङले कुलमानलाई आफ्नो पार्टीमा समाहित हुन बुधबार प्रस्ताव पठाएको जानकारी बिहिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन्। राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याउने गरी साम्पाङले स्थापित पुराना दलका नेताहरू र नयाँ शक्तिको समीकरणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै एकताको औचित्य पुष्टि गर्न खोजेका छन्। उनले फेसबुकमा लेखेका छन्, केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने, तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने। यस्तो नि हुन्छ, मिल्नुपर्छ भनेर मैले निम्तो पठाएको छु। हिजो पछिल्लो समय वैकल्पिक राजनीतिको धाले बलियो बनाउँदै आक्रामिक रूपमा अघि बढेका साम्पाङले यस अघि नै माओवादी केन्द्रबाट अलग भएको सुदन किराँतीको प्रभावशाली समूहले आफ्नो पार्टीमा मिसाएर राजनीतिक शक्ति बढाइसकेका छन्। गत निर्वाचनमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले संसदमा एक सिट पनि सुरक्षित गर्न नसकेका कारण साम्पाङले देश विकास र सुशासनका लागि समान एजेन्डा बोकेका शक्तिहरूसँगै हिँड्नुपर्ने भन्दै कुलमानलाई फकाउन थालेका हुन्। श्रम र संस्कृतिको नारा सहित पूर्वी नेपालबाट उदाएका हर्क साम्पाङ र ऊर्जा क्षेत्रको सफल व्यवस्थापनबाट देशभरै लोकप्रिय बनेका कुलमान घिसिङ बीच एकता भएमा त्यसले आगामी राजनीतिक समीकरणमा ठूलो हेरफेर ल्याउन सक्ने अनुमान गरिएको छ। साम्पाङको यो खुला र भित्री निमन्त्रणामाथि उज्यालो नेपाल पार्टी र कुलमान घिसिङले के कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुरा भने हेर्न नै बाँकी छ।